नमस्ते साथीहरू, नयाँ दिनको नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। आज हजुरहरूलाई मेरो किचनमा हजुरहरूलाई के पाक्दैछ हजुरहरूलाई देखाउँछु। आज मैले पास्ता बनाउन गइरहेको छु। पास्ताको लागि यो भेजिटेबलहरू के प्याज के हैन सामान्य तरिकाले बनाउने। यसलाई सिमला मिर्ची, गाजर, यो सिमी भयो, प्याज भयो है। अनि चाहिँ मैले यहाँ बोइल गर्दैछु यो पास्तालाई। पास्ता बोइल गर्छु। यो पास्ता बोइल भइसकेपछि यसरी अलिअलि पाकेपछि न अनि पकाउने। र साथीहरू अब चाहिँ मैले देउची बसाइसकेँ, भाँडा भनौँ न। अब यसमा तेल चाहिने जति तेल, अब जति आफूले बनाउने हो त्यति जति आफूले तेल हाल्ने। अनि यसमा मैले अब यिनीहरू हाल्दैछु है। यो पास्ता भइहाल्यो, यो भेजिटेबलहरू है। यो प्याज, अब फर्स्टमा मैले प्याज हाल्दैछु। ल हेर्नुहोस्, यो प्याज यतिको ब्राउन भइसकेको छ। अब यतिको ब्राउन भइसकेपछि अब हजुरहरूलाई जे पनि क्या जस्तो भेजिटेबलहरू मनपर्छ त्यो हालेर खान सक्नुहुन्छ है। मैले यहाँ गाजर र यो के भन्छ अरे, यो सिमी के सागसिमी भन्छ नि हामीले, सागसिमी यसरी काटेर यही हाल्दैछु। पनि एड गरेको छु। हजुरहरूले अप्सनल। म त धेरै क्वान्टिटीमा बनाउन लागिरहेको छु। हामी 4 जना छौँ, 4 जनालाई धेरै नै बनाउन लागिरहेको छु आज। यसलाई 5 मिनट जति भुट्नु भयो भने पनि भइहाल्छ। अब भेजिटेबलहरू यतिको भयो हेर्नुहोस्। अब यतिको भएपछि हामीले अघि बोइल गरेर राखेको यो पास्ता हाल्ने टाइम भयो। यो भइहाल्यो। अब हजुरको स्वाद अनुसार नुन, मसलाहरू पनि हजुरको स्वाद अनुसारको मसला। मैले सबै कुरो मिसिएको मसला हाल्दैछु। सामान्य छ के यो फेरि हेर्नुहोस्, यो मसला एकदम स्पेसल मसला। यो मैले भिन्दै एउटा भिडियो बनाएको छु। यसको लागि हजुरहरूले हेर्न छ भने सब्सक्राइब गर्नुहोस् अनि हेर्न सक्नुहुन्छ है। अब यस्तो भएको छ, यसलाई राम्रोसँग मिलाइदिनुहोस्। मिलाइसकेपछि यसमा हजुरहरूले पनिर पनि मिसाउन सक्नुहुन्छ। जे नि कि आफूलाई जे इच्छा लाग्छ। आज मैले चिज हालेर बनाउँदैछु, चिज पास्ता बनाउँदैछु। अब यतिको भयो। 5 मिनट जति पकाएपछि अब मैले त आज चिज हाल्छु भनेको छु। अब मैले चिज हाल्दैछु हेर्नुहोस्।
हेर्नुहोस् है, मैले यसरी चिज हालेँ। अब एकछिन यसो चलाएपछि यो त आफै आफ पग्लिहाल्छ नि त। हेर्नुहोस् यस्तो भयो मैले बनाएको चिज पास्ता। यस्तो भयो। हजुरहरूले पनि घरमा यसरी नै बनाएर खान सक्नुहुन्छ। हजुरहरूले पनि बनाउनुहोस्। घर परिवारमा मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। आजलाई बाई।